ओके नमस्ते आज चाहिँ JLPT एन्साल लेभलको पास्ट क्वेसन सल्भ गर्न गएको छु। आज चाहिँ हामी खान्जी र ग्रामर हेर्नेछौँ है त। ल सुरु गरिहालौँ है त। इचमा हेरौँ है त। दोचिरानो होगा ओकिका नानी नानी मिमास्यो इचमान नाराबेते निबान सिराबेते साम्बान कुराबेते योम्बान उखाबेते। आन्सर कुन चाहिँ होला? यसको आन्सर हुन्छ कुराबेते है त। साम्बान देश ने कुताय वा साम्बान देश कुराबेते दोचिरानो होगा ओकिका कुराबेते मिमास्यो। कुन चाहिँ ठुलो छ कम्पेयर गरेर हेरौँ भनेर भनेको है त। अब हेरौँ निबान देश ने चिवा निबान देश खानोजियो वा कोको जिदाइनो नानी नानी युजिन देश इचिबान उरेसी निबान सितासी साम्बान खानासी योमान तानोसी। आन्सर कुन चाहिँ होला? यसको एन्सर हुन्छ निबान देश ने सितासी हुन्छ है त। खानोजियो वा कोको जिदाइनो सितासी युजिन देश उनी चाहिँ हाई स्कुल बेलाको एकदमै मिल्ने साथी हो भनेर भनेको है त। त्यो भए चिकी देश ने साम्बानी किमास्यो सिरित्सु देवा नाकु नानी नानी नो दाइगाकु नि हारिताइ देश इचिबान कोनिताची निबान कोनिरित्सु साम्बान कोकुताची योमान कोकुरित्सु। सिरित्सु भनेको चाहिँ प्राइभेट हो है, तपाईँले नबिर्सिनु होला। सिरित्सु भनेको चाहिँ प्राइभेट हो। यसको एन्सर कुन चाहिँ होला? यसको एन्सर हुन्छ योमान है त। कोकुरित्सु हुन्छ है त। सिरित्सु देवा नाकु कोकुरित्सु नो दाइगाकु नि हारिताइ देश। म चाहिँ प्राइभेट होइन, म चाहिँ सरकारी युनिभर्सिटीमा जान चाहन्छु भनेर भनेको है त। त्यो चिकी देश ने योमान देश सुगाकु वा तोकुई देशका एगो वा नानी नानी देश इचिबान कुस्यो निबान कुते साम्बान निगास्यो योमान निगाते। आन्सर कुन चाहिँ होला? यसको एन्सर रहेको छ योमान निगाते हुन्छ है त। सुगाकु वा तोकुई देशका एगो वा निगाते देश भनेको चाहिँ के त? मलाई चाहिँ म्याथमेटिक्स चाहिँ आउँछ तर इङ्ग्लिस चाहिँ खासै आउँदैन, अलिकति ट्यालेन्ट छैन म इङ्ग्लिसमा चाहिँ भने जस्तो मिनिङ लाग्छ है त। अब हेरौँ गोबान खानोजियो नि जिबुन नो किमोची ओ नानी नानी इचिबान कोताएता निबान चिताएता साम्बान ओसिएता योमान ओबोएता। आन्सर कुन चाहिँ होला? कोताए वा निबान देश ने चिताएता। चिताएता भनेको चाहिँ के त? भन्नु है त। ल खानोजियो नि जिबुन नो किमोची ओ चिताएता भनेको चाहिँ के त? उनलाई चाहिँ के त आफ्नो भावनाहरू भने जस्तो मिनिङ लाग्यो है त। अब त्यसै गरी हेरौँ रुकुमान देश ने चिकिवा नानी नानी वा सेइको नो मोतो दाकारा गेन्कियो दासिना साइतो युवारिता इचिबान सिचुहाई निबान सिचुबाई साम्बान सिहाई योम्बान सिप्पाई। आन्सर कुन चाहिँ होला? यसको आन्सर रहेको छ योम्बान है त। सिप्पाई हुन्छ है त। सिप्पाई वा सेइको नो मोतो दाकारा गेन्कियो दासिना साइतो युवारिता। असफलता नै सफलताको जग हो, त्यसैले हिम्मत नहार भनेर मलाई भनियो भने जस्तो मिनिङ लाग्छ है त। अब हेरौँ त्यस गरी नानाबान नानी नानी निवा दारेनी देमो खेतेन्गा आरु इचिबान जिनखान निबान जिनगेन साम्बान निनगेन योम्बान निनखान। आन्सर कुन चाहिँ होला? हेर्नुहोस् त, यसको एन्सर हुन्छ साम्बान है त। निनगेन हुन्छ है त। निनगेन निवा दारेनी देमो खेतेन्गा आरु। हरेक मानिसमा चाहिँ कुनै न कुनै कमजोरी हुन्छ भने जस्तो मिनिङ लाग्यो है त। खेतेन भनेको चाहिँ के हो त? कमजोरी है त। कमजोरीलाई चाहिँ खेतेन भनेर भन्छ है त। अब हेरौँ त्यस गरी हाचिबान देश ने कोनो पेजिनो नानी नानी ओ मिते कुदासाई इचिबान गोग्योमे निबान गोकोमे साम्बान गोग्योमोकु योमान गोकोमोकु। आन्सर कुन चाहिँ होला? यसको आन्सर रहेको छ इचिबान है त। गोग्योमे हुन्छ है त। कोनो पेजिनो गोग्योमे हो मिते कुदासाई भनेको चाहिँ यो पेजको चाहिँ पाँचौँ हरफ हेर भनेर भनेको त। ग्यौमे भनेको चाहिँ के त? हरफ हो है त। अब हेरौँ, अब हामी चाहिँ मोन्दाइ 2 को क्युबानमा जाउँ है त। ल तानाका सान वा इशोकेनमे दोरेकु सिते एयोसी नो सिकाकुओ तोत्ता। यसको एन्सर कुन चाहिँ होला? हेर्नुहोस् त। इचिबान निबान साम्बान योमान कुन चाहिँ होला? यसको एन्सर हुन्छ निबान है त। दोरेकुको खान्सी हो है त, निबानको है त। तानाका सान वा इशोकेनमे दोरेकु सिते
AOC の資格を取った。AOC भनेको चाहिँ न्युट्रिसनिस्टलाई चाहिँ के भन्छ त AOC भनेर भनिन्छ है त। तानक खानले चाहिँ के त धेरै मेहनत गरेर चाहिँ न्युट्रिसनिस्टको चाहिँ के त लाइसेन्स प्राप्त गरे भने जस्तो मिनिङ लाग्छ है त। इस्योकेन्मे भनेको चाहिँ एकदम धेरै घामपाते गर्नुलाई चाहिँ इस्योकेन्मे भनेर भनिन्छ है त। अब त्यसै गरी हेरौँ जिउबानですね。次は10番です。父は弟を連れて公園に出かけた。एन्सर कुन चाहिँ होला हेर्नुहोस् त। यसको एन्सर हुन्छ 10番को एन्सर कुन चाहिँ होला 3 हुन्छ है त連れてहै। चिची वा ओतोを連れて公園に出かけた। बुवाले भाइलाई लगेर पार्क जानुभयो भने जस्तो मिनिङ लाग्यो है त। अब हेरौँ त्यसै गरी 11番今日は係の者がいませんので明日来てください。कुन चाहिँ होला係को漢字 1 2 3 4 कुन चाहिँ होला यसको एन्सर हुन्छ 1番है त। 11番को चाहिँ 1番हुन्छ है त एन्सर। आज सम्बन्धित व्यक्ति हुनु न त्यसैले भोलि आउनुहोस् भने जस्तो मिनिङ लाग्यो है त। अब हेरौँ 12番है त। 今日試験の結果が यसमा यो हाचुमे हुँदैन त यसमा चाहिँ हाप्यो हुन्छ है। यसमा चाहिँ यो माचिगे भएको छ यो हाचुमे भनेको चाहिँ आविष्कार हुनु हो तर यो यसमा चाहिँ हाप्यो हुन्छ त। 今日は試験の結果が発表された। कुन चाहिँ होला 結果को漢字 हेर्नुहोस् त 2番ですね。答えは2番です。これ今日試験の結果が発表された यहाँ हाचुमे हुँदैन है発表है त। आज चाहिँ एक्जामको रिजल्ट आयो भने जस्तो मिनिङ भयो है त।次は13番ですね。誰も彼の話を疑わなかった。1番、2番、3番、4番。कुन चाहिँ होला यसको एन्सर 13番の答えकुन चाहिँ होला भन्नुहोस् त। यसको एन्सर हुन्छ 3番ですね。疑わहै त। 誰も彼の話を疑わなかった。उसको कुरामा चाहिँ कसैले पनि शङ्का गरेन भने जस्तो मिनिङ लाग्यो है त। अब हेरौँ त्यसै गरी 14番喫茶店でコーヒーを注文した。注文को漢字कुन चाहिँ होला 注文भनेको चाहिँ अर्डर है त। 注文 漢字कुन चाहिँ होला यसको漢字हुन्छ 4番है त। 喫茶店でコーヒーを注文したभनेको चाहिँ के त कफी सपमा मैले कफी अर्डर गरेँ भनेको है त। अब त्यसै गरी 15番है त। 次は15番ですね。この時計は古いけれどもとっても何々。कुन चाहिँ होला एन्सर この1番好んでいる2番似合っている3番気に入っている4番流行っている。यसको एन्सर हुन्छ 3番है त। 気に入っているभनेको चाहिँ एकदमै मन पर्नु है त। एकदमै मन पर्नुलाई चाहिँ 気に入っているभन्छ है त। この時計は古いけれどもとっても気に入っているभनेको चाहिँ यो घडी चाहिँ पुरानो हो तर एकदमै मन पर्छ भने जस्तो भयो है त।では次16番ですね。今日は寒いから何々のシャツを着ていった方がいいよ。1番長袖2番島4番柄4番無地。यसको एन्सर हुन्छ 1番長袖हुन्छ है त। 今日は寒いから長袖のシャツを着ていった方がいいよ। आज चाहिँ जाडो छ त्यसैले लाम्बाउले सर्ट लगाएर जाँदा राम्रो हुन्छ भनेर भनेको है त। अब हेरौँ次17番ですね。このレストランの何々は私が払います。1番料金2番生活費3番現金4番代金。यसको एन्सर कुन चाहिँ होला यसको एन्सर हुन्छ 4番हुन्छ है त। 4番17को चाहिँ 4番हुन्छ है त। このレストランの代金は私が払います。यो रेस्टुरेन्टको बिल खर्च चाहिँ म तिर्छु भने जस्तो मिनिङ लाग्छ है त। अब हेरौँ 18番है त। 今日の飲み会はみんなで何々しよう。1番割り算2番割り勘3番おごり4番しよう。एन्सर कुन चाहिँ होला यसको एन्सर हुन्छ 2番है त। 割り勘हुन्छ है त। 今日の飲み会はみんなで割り勘しよう。आजको पार्टीको खर्च सबै मिलेर बराबर तिरौँ भने जस्तो मिनिङ लाग्छ है त। अब हेरौँ त्यसै गरी 19番ですね。次は19番です。何々が伸びてきた反らないと。1番まぶた2番額3番ひげ4番頬。
यसको आन्सर के हुन्छ? यसको आन्सर हुन्छ 3番है त हिगे। हिगेगा नोबितेकिता सोरानाइतो दारी लामो भयो अब काट्नुपर्छ भने जस्तो मिनिङ लाग्छ है त। अब हेरौँ निजुबान है त। आरा सुतेकिना युबिवा ओ नानी वाने यसको आन्सर कुन चाहिँ होला? 1番हामेतेइरु 2番हाइतेइरु 3番सिमेतेइरु 4番入れているयसको आन्सर हुन्छ 1番है त हामेतेइरु हुन्छ है त। आरा सुतेकिना युबिवा ओ हामेतेइरु वाने भनेको चाहिँ के हो त? अरे कस्तो राम्रो औँठी लगाउनु भएको भने जस्तो मिनिङ लाग्छ है त। आरा भनेको चाहिँ अरे भने जस्तो है त। अब हेरौँ त्यसै गरी निजु 1番की है त। यो की भनेको चाहिँ गाडीको चाबी त सम्झनुलाई चाबी है त की है त। की ओ नानी मामा दे कुरुमा ओ तोमेते ओकुतो नुसुमारे मास्यो नुसुमारे भनेको चाहिँ चोर्नु नुसुमारे मास्यो भनेको चाहिँ चोर्नु है त। ल 1番月あったった2番引き出した3番差し出した4番差し込んだयसको आन्सर कुन चाहिँ होला? यसको आन्सर हुन्छ नम्बर 4 को है त। निजु 1番को चाहिँ 4 हुन्छ त। भनेको चाहिँ कि हो सासिकोन्दा मामादे कुरुमा हो तोमेते ओकुतो नुसुमारे मास्यो भनेको चाहिँ के त? साँचो चाहिँ लगाएको अवस्थामा राखियो भने चाहिँ के त गाडी चाहिँ चोरी हुन्छ भनेर भनेको है त। त्यो भए चिगे देस्ने चिगिवा निजु निमान देस आनी वा कोचुजिको नि नानी नानी न्युइन स्ते शिमाइमासिता 1番あって2番引いて3番乗って4番捕まってयसको आन्सर कुन चाहिँ होला? यसको आन्सर रहेको छ 1番है त। यसको आन्सर हुन्छ 1番あってहुन्छ त। आनी वा कोचिजिको नि आत्ते न्युइन स्ते शिमाइमासिता भनेको चाहिँ के हो त? मेरो दाइ चाहिँ ट्राफिक दुर्घटनामा परेर अस्पतालमा भर्ना हुनुभयो भनेर भनेको है त। अब हेरौँ त्यसै गरी निजु 3番銀行口座を開いたら何々とキャッシュカードをくれました。1番紙幣2番通帳3番印鑑4番硬貨आन्सर कुन चाहिँ होला? यसको आन्सर हुन्छ 2番है त।銀行口座を開いたら通帳とキャッシュカードをくれました。ब्याङ्कको खाता खोलेर मलाई पासबुक र क्यास कार्ड दिनुभयो भनेर भनेको है त। अब हेरौँ निजु 4番両行の予約を前日に何々したらお金は1円も返ってこなかった。1番申し込み2番調整3番変更4番キャンセルयसको आन्सर हुन्छ 4番है त। 4番両行の予約を前日にキャンセルしたらお金は1円も返ってこなかった。घुम्न जानुभन्दा एक दिन अगाडि क्यान्सल गर्दा 1 एन पनि फिर्ता आएन पैसा भने जस्तो मिनिङ लाग्यो है त। अब हेरौँ त्यसै गरी निजु 5番大学の授業料を指定された口座に何々1番振り込む2番預金する4番振り払うआन्सर कुन चाहिँ होला? यसको आन्सर हुन्छ 1番है त振り込むहुन्छ त। 大学の授業料を指定された口座に振り込むभनेको चाहिँ के हो त? युनिभर्सिटीको ट्युसन शुल्क चाहिँ तोकिएको बैंक खातामा जम्मा गर्नु अथवा गर्छु भने जस्तो मिनिङ लाग्यो है त। अब त्यसै गरी हेरौँ मोन्दाइ 4 को निजु 6番है त। 昨日は珍しく電車はガラガラだった。昨日は珍しく電車はガラガラだった。यसको आन्सर कुन चाहिँ होला? 1番とっても混んでいた2番とっても空いていた3番とっても遅れた4番とっても早かった。यसको आन्सर हुन्छ 2番है त। 昨日は珍しく電車はガラガラだったभनेको चाहिँ के हो त? とっても空いていたभनेको चाहिँ खाली थियो भने जस्तो मिनिङ लाग्यो है त। हिजो चाहिँ के त असामान्य रूपमा चाहिँ ट्रेन चाहिँ एकदमै खाली थियो भने जस्तो मिनिङ लाग्यो है त। गारा गारात्ता भनेको चाहिँ के त खाली हुनुलाई चाहिँ मान्छेहरू नचढ्नु खाली हुनुलाई चाहिँ गारा गारा भनेर भनिन्छ है त। अब हेरौँ त्यसै गरी निजु 7番है त। 預金を窓口で引き出すには印鑑が必要です。引き出すको कुन चाहिँ होला? यसको सिमिलर मिनिङ हामीले खोज्नु पर्यो है त। कुन चाहिँ होला? तामेरु ओरोसु
आजुकेरु र हाराउ कुन चाहिँ होला यसको आन्सर निजु नानाबानको यसको आन्सर हुन्छ 2 को है त ओरोसु हुन्छ है त हिकिदासु भनेको चाहिँ ओरोसु भने जस्तो मिनिङ लाग्छ है त यो भनेको झिक्नु है बैंकको काउन्टरबाट पैसा झिक्नुको लागि चाहिँ के त छाप चाहिन्छ अथवा इन्खान चाहिन्छ भनेर भनेको है त अब त्यसैगरी हेरौँ निजु हाचिमान क्युना शिगोतोが入ったので旅行の日程を変更した1番ずらした2番控えた3番取り消した4番申し込んだके होला भन्नुहोस् त्यसको आन्सर हुन्छ जुरास्ता हुन्छ है त सार्नु है यताउता सार्नुलाई चाहिँ हेन्को भनेको पनि त्यही हो यताउता पार्नु र जुरास्ता भनेको पनि त्यही हो है त हुन्छ अचानक काम परेकोले यात्राको सेड्युल चाहिँ एकदम परिवर्तन गरे भन्ने जस्तो भयो है त हेन्को गर्नु र जुरासु भनेको चाहिँ एउटै मिनिङ हो है त अब हेरौँ त्यसै गरी निजु क्युबान है त निजु क्युबानमा जाउँ दोरो ओ नानामेनी औदान सिता औदानको अब हामीले सिमिलर मिनिङ खोज्नु पर्यो है त कुन चाहिँ होला हेर्नुहोस् त हासित्ता आरुइता तोमात्ता वातत्ता यसको आन्सर हुन्छ नम्बर 4 हो है त वातत्ता हुन्छ है त दोरो ओ नानामेनी वातत्ता भनेको चाहिँ के हो त रोड चाहिँ क्रस मैले छड्के रूपमा गरेँ भनेर भनेको है त वातत्ता भनेको चाहिँ कुनै कुराहरू पार गर्नु जस्तै अब पुल पार गर्नलाई नि वातत्ता भन्छ रोड पार गर्नलाई नि वातत्ता भन्छ है त पार गर्नलाई चाहिँ के भन्छ त वातत्ता भन्छ है त अब त्यसै गरी सान्जुबान है त केइताई देनवानो शो हिकाएरु हिकाएरु भनेको चाहिँ के हो त अलिकति कम गर्नु है पहिला एकदमै धेरै युज गर्ने थियो अब अलिकति कम गर्नलाई चाहिँ के भन्छ त हिकाएरु भनेर भन्छ त अब हामीले यसको सिमिलर मिनिङ गर्नु पर्यो है त 1番 स्टाकुनाई 2番 कुरिखाइसिमास 3番 सिनायोनी सुरु र 4番 हाजिमेते सुरु यसको आन्सर हुन्छ 3番 सिनायोनी सुरु केइताई देनवानो शो सिनायोनी सुरु भनेको चाहिँ के त मोबाइल फोनको प्रयोग चाहिँ कम गर्छु भनेर भनेको है त अब हेरौँ त्यसै गरी मोन्दाई 5 हामी एकदमै इम्पोर्टेन्ट ठाउँमा छौँ है त अहिले चाहिँ ल मोन्दाई गोको सान्जु इचिमान हेरौँ है त ल सिकु है त ल सुरुमा यसमा चाहिँ के छ त अब यसको छिखाइ खाता चाहिँ हामीले एउटा पिक गर्नु पर्यो है तलबाट एन्सरमा है त ल एन्सरबाट चाहिँ हामीले यसको सिकु भनेको एउटा राम्रो मिलेको युज कुनमा भएको छ त्यो चाहिँ हामीले पिक गर्नुपर्ने हुन्छ त सिकु सिकु भनेको चाहिँ हामीले सुरुमा चाहिँ यसको अर्थ बुझ्नु पर्यो सिकु भनेको चाहिँ के हो त बिछ्याउनु है त ओछ्याउनु अथवा बिछ्याउनुलाई चाहिँ के भन्छ त सिकु भनेर भन्छ है जस्तै अब ओछ्याउनु भन्छ नि त्यसलाई चाहिँ के भन्छ त गुन्द्री ओछ्याउनु ओछ्यान लगाउनुलाई चाहिँ के भन्छ त सिकु भनेर भन्छ त जापानिजमा ल अब हेरौँ नम्बर 1 मा तेबुरो नो उए नि ओसारा ओ सिते कुदासाई 2番 मा इमा नि सोफा गा इते आरिमास 3番 सुइदो नो जागुची ओ सिते मिजु ओ दासिमास्ता 4番 वातासी वा तातामी नो उए नि फुतोन ओ सिते नेमास यसको आन्सर कुन चाहिँ होला यसको आन्सर हुन्छ 4番 है त ओछ्याउनु है त वातासी वा तातामी नो उए नि फुतोन ओ सिते नेमास भनेको चाहिँ के त म चाहिँ तातामी माथि चाहिँ ओछ्यान बिछाएर सुत्छु भनेर भनेको है त तातामी भनेको चाहिँ जापानिज परालको चकटीलाई चाहिँ तातामी भनेर भनिन्छ है त ल अब हेरौँ त्यसै गरी सान्जु 2番 है त बारान्सु भनेको चाहिँ के त ब्यालेन्स गर्नु जस्तो मिनिङ लाग्छ है त यो चाहिँ अब काताकाना भयो सायद तपाईँहरूले बुझ्नुहुन्छ होला अब हेरौँ यसको लामो हुन्छ मैले एन्सर मात्रै भने है त बारान्सु भनेको चाहिँ त्यो त एकदम ब्यालेन्स मिलाउनलाई चाहिँ बारान्सु भनेर भनिन्छ है त र यसको एन्सर हुन्छ सानबान है त सानबान एयो नो बारान्सु ओ खाङ्गाएते सोकुजी ओ तोरिमास्यो ब्यालेन्स डायट चाहिँ के त मिलाएर अथवा ध्यानमा राखेर चाहिँ खाना खाउँ भनेर भनेको है त बारान्सु भने चाहिँ के रहेछ मिलाउनु अथवा ध्यान दिनु के कुराहरूलाई मिलाउनुलाई चाहिँ के भन्छ त बारान्सु भनेर भन्छ है त अब हेरौँ त्यसै गरी सान्जु सानमान है त सान्जु सानमानमा हेरौँ होजोन चाहिँ के त होजोन भनेको चाहिँ प्रोटेक्ट गर्नुलाई चाहिँ होजोन भनेर भनिन्छ है त यदि अब कम्प्युटर चलाउनुहुन्छ भने त्यो कम्प्युटरको डाटालाई प्रोटेक्ट गर्नलाई चाहिँ के भन्छ त होजोन भनेर भनिन्छ है त ल मैले यसको पनि एन्सर मात्रै भने है त ल सान्जु सानमानको एन्सर हुन्छ 2番 है त चुयु वा ताबेमोनो गा कुसारी यासुई नोदे रेजोको दे होजन शिमास्यो रेनी सिजनमा चाहिँ खानेकुराहरू चाहिँ के त सजिलैसँग कुहिन्छ त्यसैले फ्रिजमा हालेर राखौँ भने जस्तो मिनिङ लाग्यो है त
अब त्यसै गरी हेरौँ सान्जु योमान योगोसु भनेको चाहिँ फोहोर पार्नुलाई चाहिँ योगोसु भनेर भनिन्छ है त। र यसको पनि एन्सर हेरौँ। यसको एन्सर हुन्छ योनबान है त, योनबान हुन्छ। जुसु ओ कोबोसिते स्कातो ओ योगोसिते सिमाइमासिता। जुस पोखेर चाहिँ के त स्कर्ट चाहिँ फोहोर भयो भनेर भनेको है त। अब हेरौँ सान्जु गोबान है त।次35番ですね。わがまま。わがままभनेको चाहिँ के त स्वार्थी व्यवहार अथवा जिद्दीलाई चाहिँ वागामामा भनेर भन्छ है त। ल यसको पनि हामी एन्सर मात्रै हेरौँ। यसको एन्सर कुन होला? हेर्नुहोस् त एकछिन, यसको एन्सर कुन होला? यसको एन्सर हुन्छ निबान है त। वागामामा ओ इत्ते ओखासान ओ कोमारासेते वा इकिमासेन। जिद्दी कुरा गरेर चाहिँ आमालाई चाहिँ दुःख अप्ठ्यारोमा पार्नु हुँदैन भनेर भनेको है त। आज हामीले सबै गरेर यान 3 को मोजिगोको चाहिँ 35 वटा क्वेसन गर्यौँ। यदि तपाईँहरूले भिडियो अन्तिमसम्म हेर्नुभएको छ र यदि तपाईँहरूलाई हाम्रो भिडियो चाहिँ हेल्पफुल लाग्छ भने प्लिज हाम्रो युट्युब च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक कमेन्ट अनि यान 3 पढ्दै गर्नुभएको साथीहरूलाई यो भिडियो सेयर गर्नु होला है त। हस्, अनि कस्तो कस्तो भिडियो चाहिन्छ कमेन्ट पनि गर्नु होला है त। हस् त, थ्याङ्क यू सो मच फर वाचिङ।